के तपाईँ वर्षौंदेखि सन्तानको प्रतीक्षामा हुनुहुन्छ तर जति कोसिस गर्दा पनि गर्भ बसिराखेको छैन? गाउँघरमा अझै पनि बच्चा नभएमा सिधै महिलाले बाँझी भनेर औँला उठाइन्छ। तर के तपाईँलाई थाहा छ, गर्भ रहनु भनेको एउटा सानो गल्तीले पनि बिग्रिन सक्ने अत्यन्तै जटिल बायोमेजिकल म्याथ हो। नमस्ते, म पार्वता अर्याल। आज नेपाल सञ्जालमा हामी कुनै लाज नमानी सिधा कुरा गर्नेछौँ। महिनावारीको कति दिनमा गर्भ रहन्छ, कुन पोजमा सम्बन्ध राख्दा सम्भावना बढी हुन्छ र सबैभन्दा महत्त्वपूर्ण बच्चा नहुनुमा दोष महिलाको हुन्छ कि पुरुषको? यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। तपाईँले आजसम्म गुमराहमा राखेका सबै सत्य कुराहरू थाहा पाउनुहुनेछ। धेरैलाई लाग्छ कि महिनाको जुन दिन सम्बन्ध राखे पनि गर्भ रहन्छ। नो, द्याट्स रङ। नियमित महिनावारी रेगुलर पिरियड्स, यदि तपाईँको पिरियड 28 देखि 30 दिनमा हुन्छ भने महिनावारी भएको 10औं दिनदेखि 18औं दिनसम्मको समय सबैभन्दा फर्टाइल हुन्छ।